है अन्त कतै जाँदैन ध्यान फुलन्देको आमाको फ्यान माया अल्टिमे चाहिँ मन लाग्छ तर फेरि बोल्दा बोल्दै नजानेर के शब्द खुस्किरहन्छ टोरल भन्छ हो त अहिले त अब इङ्ग्लिस बोल्न मन लाग्छ एकदम के नयाँ हेलो सम्पूर्णमा नमस्कार म फुलन्देकी आमा अनि मेरो साथमा हुनुहुन्छ मुना मगरजी कोरोनाको कारणले गर्दा लकडाउनले गर्दाखेरि 4 महिना चाहिँ कोठाभित्र कुनाभित्रै गुम्सिएर बसेकी थिएँ म फुलन्देको आमा आज 4 महिना पछाडि आएको छु तर यस्तो झक्कास तरिकाले मेरो इन्ट्री भएको छ इन्ट्री पो अब मेरो प्रवेश हुँदैछ साथमा मुनाजीलाई लिएर 4 महिना पछाडि लकडाउन कै बिचमा म इन्ट्री मार्दैछु सबैलाई बेसरी सम्झेको थिएँ अनि त्यस पछाडि अनि के गर्दै कसो गर्दै हुनुहुन्छ होला भनेर बुझ्न बेसरी मन लागेको थियो आज त्यहीको बारेमा लकडाउनको बारेमा के कसो छ तपाईँहरूको त्यो हामीलाई थाहा छैन कमेन्टतिर लेखिदिनु होला अनि आज चाहिँ यसै लकडाउन कोरोना भाइरसको बारेमा थाहा रमाइलो कुरा गरौँ भनेर मेरो साथमा मुनाजीलाई लिएर उपस्थित भइसकेकी छु स्वागत छ हजुरलाई धन्यवाद हजुरलाई र हामीलाई हेरेर बस्नुहुने सम्पूर्ण अडियन्सलाई पनि ए बा बोल्नु पनि के साह्रो मिलाएर खरेर शब्दको त्यतिकै तात मिलाएर कति राम्रो बोल्नु भएको म त जान्दिनँ त्यसरी तपाईँ झन् राम्रो बोल्नु भएको छ तपाईँको त धन्यवाद सबैले हामीलाई भन्नुभयो के मेरो त कहाँ खुस्की जान्छ अनि आरामै हुनुहुन्छ आरामै तपाईँको आशीर्वादमा होइन होला है आशीर्वाद चाहिँ मेरो होला माया त अरू कसैको होला नि ल तपाईँको पनि त छ नि माया छैन र छ त्यो त हो अझ म भन्दा बढी माया दिने अब त्यस्तो कोही छन् कि छैनन् हौ छैनन् हजुरको माया भन्दा बढी माया दिने त छैन त्यो तिस रङ होला है अनि तपाईँ यति राम्री मान्छे के खाएर चाहिँ यति राम्री हुनुभएको त के खाएर यस्तो राम्री भयो नि जाने त्यो खाएर भन्दा पनि म त सिम्पली त्यही दाल भात तरकारी त हो नि हाम्रो खाना नेपालीको अनि तपाईँ दाल भात खाँदा यति राम्रो हामी यता दाल भात खाँदाखेरि यता छेपारो जस्तो देखिन्छौँ यो होइन तपाईँ एकदमै राम्रो देखिनु भएको छ एकदमै यही सुन्न ल्याएर छ म यति राम्रो मिठो मेरो तारिफ सुन्न ल्याएर छ कोरोनाले पनि केही गरेको छैन कि मलाई तपाईँलाई देख्ने पुरुष त को नलोभिएला तपाईँलाई देख्ने ल्यालै जुवाउँछन् होला त्यो ठिकै छ आफ्नो तारिफ धेरै कुरा गर्नु मेरो त त्यस्तै हो र अब केटाको अब माया प्रेमको कुरा गर्दा गर्दै होइन अनि तपाईँको चाहिँ साँच्ची बोय फ्रेन्ड छ कि छैन बुझ्न मन लाग्यो वाइ किन खै अब नआएर होला मलाई मन नपराएर होला यति राम्रो मान्छेलाई मन नपराउने त्यस्तो त हुँदैन तपाईँले चाहिँ मन नपराउनु भएको होला अब अहिलेसम्म त्यसो भए लु पर्पज आएको छ कि छैन ताकि भन्नु आउँछ पर्पजहरू नआउने होइन आउँछ तर त्यस्तो एकदम सिरियसली छैन साँच्चीकै साँच्ची हो तपाईँलाई किन ढाक्नु तपाईँ यस्तो राम्रो मान्छेलाई त ढाक्नै हुँदैन त्यसलाई ऊ झुट बोलेको फेसमा त्यो माया प्रेमको कुराहरू गर्दै गरौँ ल अनि लकडाउन तपाईँले कसरी बिताउनु भयो त अब लकडाउन टिकटक धेरै बनाउनुहुन्छ है अनि अहिले तपाईँको टिकटकमा फलोवर्स कति छन् त फलोवर्स भन्दाखेरि मैले त्यस्तो आफ्नो मोबाइलमा एप्स खोलेर चाहिँ बनाउँदैन म चाहिँ कहिले सुटिङमा हिँड्दाखेरि साथीहरू दिदीहरूसँग सुटिङमा पनि निकै व्यस्त भइराख्नु भएको हुन्छ अनि प्रायः अहिले सुटिङमा चाहिँ तपाईँ गायनबाट कि अब हुनु त तपाईँ 2 खालकै गर्न सक्नुहुने हरेक खालको 2 खालको पनि 3-4 खाल अनगिन्ती खालकै तपाईँसँग कला छ नाच्ने गाउने अभिनय गर्ने सबै खालको छ अनि अहिले विशेष चाहिँ अब लकडाउन भित्रमा चाहिँ तपाईँले के कामहरू गर्नुभयो यसो डुब्न मैले नयाँ काम के पनि गरेन लकडाउनमा गर्नु भएन एकदमै त्यो नयाँ स्पेसल त्यस्तो कुनै काम गरेन अलिकति खाना बनाउन चाहिँ कुनै खानाहरू अलिकति बनाएर खाने टाइम मिल्ने थिएन भनेपछि लकडाउनमा चाहिँ समय मिल्यो आरामले होइन आफ्नो रुममा बनाएर खाने टाइम मिल्यो त्यही नै हो लकडाउनमा धेरै विशेष गरी के बनाउनु भयो त खानामा खाना दाल भात तरकारी त्यही मात्रै हो
अरू पनि बनाइदियो। त्यो खाना पनि बनाउनु दुःखमा त्यो तपाईँलाई चाहिँ कति खानुहुन्छ, कति खाना चाहिँ कति खानुहुन्छ? म चाहिँ त्यस्तो धेरै खाँदैन, थोरै चाहिँ खान्छु। तपाईँको जस्तो भनेपछि अब खाना बनाउँदाखेरि चाहिँ परिवार सबैको लागि बनाउनु पर्छ कि? होइन, म एक्लै बस्छु, एक्लै चाहिँ बनाउँछु। एक्लै कोही पनि परिवार चाहिँ यहाँ आउनुहुन्छ, घरमै हुनुहुन्छ त। तपाईँलाई त एक कुन्यु पनि धेरै हुन्छ होला। अब त्यही ठिक हो, तपाईँको 3-4 ग्लास ठिकै हुन्छ। त्यति खानुहुन्छ? कति खानुहुन्छ हजुरले गर्नु त? मेरो त लाज हुन्छ, यो फोन छुइरहेछ कि मैले खाएको देख्दाखेरि त तपाईँ त अचम। त्यो मैले खाएको भातको ढिस्का न डल्ला त तपाईँ नाङ्नु पनि सक्नुहुन्न, खानु सक्नु। यति चुली हालेर खान्छु नि त म। अनि ज्यान पनि हेर्नु न भागले खाइ नसक्ने। तर ठिकै छ, तपाईँको ज्यान कति चिटिक्क राम्रो। अब फेरि मेन्टेन गरेर राख्नुभएको कपाल सपाल चिटिक्क। अनि यो कपाल चाहिँ कहाँ तन्काउनु भयो त? स्त्री गर्नुभयो? गरेको होइन? अनि यो रङ डल्नु भएको कि खैरै जन्मिनु भएको? होइन, मात्र त इङ्ग्लिस मान्छेहरू त हजुरले पनि त अहिले कसलाई देखाउन यस्तो कलर गरेको अहिले आएर? देश अनुसारको भेष भनेर के अहिले तपाईँ सबैको त रङ गाउने रङ दल्ने चलन छ नि त। त्यही भएर मैले पनि कलर गरेको, जम्मा कलर बिग्रेर राम्रो भएको छ, एकदमै राम्रो राम्रो भएको छ। अहिले त्यो धेर नतान्नु माथि भएरै पुग्दिन्छ मेरो कपाल। रङ थियो बाल मेरो राम्रो थियो। मेरो त यो टिक्रा न, त्यो कपालले त टिक्रा न मेरो कुर्कुटा छुन्थ्यो। अब नक्कल बार्ने भने थाई काटी के भन्छ नि त, हेलमेट जस्तो कपाल बनाउने हुँदा जम्मा काटी पठाएको र पो त। अनि यत्रो धेरै सुन्नुको मलाई दिनु न, यो एउटा दिएको पुग्छ होला मलाई त। तपाईँले एउटा डल्लो? अहिले त एउटा डल्लोको त कति पर्छ? लाखको 1 लाखको के भयो त नि? मुनालाई एउटा डल्लो दे, के भयो त? मुनालाई सबैमा हुन्छ के रे, नाकमा घाँटीमा कानमा पुगिहाल्छ त एउटा डल्लो दिएपछि। एउटा डल्लोले हुन्छ? म त 3-4 डल्लै दिउँला भन्नु। 3-4 डल्लो पर्दैन, मलाई धेरै हुन्छ। ठिकै छ, दिउँला नि त। अहिले अब यो टाइम लाग्छ, खोल्नु पर्छ यो डल्लो दिनलाई पनि होइन, फुकाउनु पर्छ। अनि दिउँला लुट लान्थेरि लुट लाने यत्रै धेरै गर्न लाएर एक्लै नहिँड्न लाग्यो। बडीगार्ड लिएर हिँड्नु त्यस्तो केही हुँदैन। अब हातमा बल डर बारेपछि अब तपाईँ डराउनुहुन्छ? मसँग त्यत्रो छैन नि त, हेर्नु त तपाईँ त। अब सुनमा चाहिँ मान्छेले लुट्छन् त, ऊ मान्छेको लुटेको इज्जत लुटेको छ मान्छेको, त्यो सबै हुन्छ नि त। त्यही भएर तपाईँमा कतिको हिम्मत छ? तपाईँलाई डर कतिको लाग्छ? लाग्छ मलाई एकदम। केटाहरूदेखि डर लाग्छ कि भूतदेखि? केटाहरूदेखि डर लाग्छ। त्यही भएर अहिलेसम्म एउटै बोय फ्रेन्ड छैन। सबैसँग डराउनु पर्ने हुँदैन नि त। अब केटाहरू सबै नराम्रो भन्नु पनि मिल्दैन। केटाहरूदेखि डर लाग्छ भने त नराम्रो सोची जान्छन्। जे तिमीहरूको के बिगारिदिएको भन्थ्यो भने टेन्सन हुन्छ। भनेपछि लकडाउन तपाईँको राम्रै रमाइलो बितेछ। अनि अब तपाईँ अब एउटा राम्रो कलाकार, अब मैले पनि चिनेको, सबैले चिनेको तपाईँ राम्रो कलाकार। अब अहिले नाच्न त नमिल्ला, एउटा गीत सुन्नु न त तपाईँको मिठो सुरिलो कोइली पनि फेल खाने स्वरबाट लु। अन्त कतै जाँदैन ध्यान, जाँदैन ध्यान, फुलन्देको आमाको फ्यान, माया पानको माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्गी सलल। म तपाईँको एकदम ठुलो फ्यान हो। मेरो पनि जवाब दिन्छु ल। हजुर। सुतेपछि देखिन्छ सपनी, देखिन्छ सपनी, मुनाजीको फ्यान हो के म पनि, माया पानको पात, माया तिमीलाई सम्झन्छु। हाम्रो त मेरो त अब तपाईँको कति सुरिलो हुन्छ। मेरो त गीत गाउँदा यस्तो राम्रो गाइरहनु भयो त किन छोड्नु भयो कि? भन्नुहुन्छ नि मेरो त स्वर पनि त्यो बिरालो गीत चिन्छ नि त्यो। त्यो सवालको जवाब मात्रै दिएको। अनि तपाईँ आफैले सवालको जवाब मैले दिएको होइन, त्यो कि सवालको जवाब कि जवाबको सवाल हुन्छ पो? जवाबको सवाल।
जवाब होला। मिलाएर बुझ्नुहुन्छ हामी अब म नबुझे पनि सबैले बुझिदिनु भएको छ अहिलेसम्म निश्चित कति हुन्छ होइन एकदम जान्ने पल्टिने चाहिँ मन लाग्छ तर फेरि बोल्दा बोल्दै नजानेर के शब्द खुस्किरहन्छ टोरोल भन्छ हो त अहिले त अब इङ्ग्लिस बोल्न मन लाग्छ एकदम के नयाँ नयाँ कुराहरू बोल्न मन लाग्छ जान फेरि नबुझी नजाने बोल्नु पनि राम्रो छ अनि फेरि के बिग्रो भन्दा टोरोल भइजान्छ अनि अहिलेसम्म तपाईँ आफैले रेकर्डिङ गर्नुभएको गीत चाहिँ छ कि छैन? यो साल ती गीतहरू गाउनुभयो कि नै? फेरि पनि अब कसैले हेर्नु भएको छैन भने उहाँको तिज गीतहरू पनि रहेछ एकदम हेरिदिनु होला। अनि अब साथीभरि यसरी नाचेर गाएर मात्रै पनि नहोला बिहे चाहिँ कहिले खुवाउने? मलाई पहिला अब मलाई सुहाउँथ्यो होइन मलाई एकदम पाल्ने केटा खोजेर ल्याउनु न। तपाईँले जानुपर्छ र तपाईँ काफी साहसी नारी एकदम यताउति आफ्नो कला देखाएर संसारको मन जितिसक्नु भएको अहिले त आउँछ होला नि त इन्कम पनि हुन्छ होला नि त। हुन्छ अलि तर पुग्दैन नि त ठिकै छ अलिकति गाँठ भएको छातीमा गाँठ भएको होइन छातीमा गोजीमा गाँठ भएको नलीकुटामा तपाईँ कति हँसाउनु भयो? मैले हँसाएको होइन तपाईँ आफै हँसिलो कि तपाईँको हाँसो सुन्दा नि इनर्जी आउँछ। त्यही अब मुनाजीको लागि चाहिँ यो इन्टरभ्यू हेर्दै हुनुहुन्छ भने कोही छातीमा गाँठ भएको होइन गोजीमा गाँठ भएको नलीकुटामा आँट भएको मुटुमा दम भएको फेरि दम भनेको त रोग पनि हुन्छ नि छातीमा सास भएको फेरि छातीमा दम भएको भनेर खोक्दै मान्छे है भने त बेकार हुन्छ। त्यस्तै पनि हुनुहुन्छ भनेलाई मुनाजी फ्री हुनुहुन्छ है भन्नुहुन्छ उहाँ बिहे त अब छिट्टै होला नि त गर्ने सोच अब उमेर पनि पुगिसक्यो कि कति? भयो मेरो बिहा गर्नु उमेर पनि भयो तर म चाहिँ अहिले तत्कालै बिहा चाहिँ गर्छु। अनि उमेर चाहिँ भयो बिहे चाहिँ गरिदिनु भयो 30 अब होइन भर्खर यो फिल्ममा लागेको छु होइन स्ट्रगल गर्नु धेरै छ मेहनत गर्नु धेरै छ धेरै कुरा सिक्नु छ नि त त्यही भएर अहिले नै चाहिँ गर्नु गरेको दिन चाहिँ मलाई नबिर्सिनु है। ए तपाईलाई त स्पेशली तपाईलाई त सम्झिन्छु म सबैभन्दा पहिला तपाईको बिहेको दिन चाहिँ मेरो सातो र करम खुस तर कममा भाट्ने गर्न नाच्ने के जोस लागत चलेको छ मलाई। ठिकै छ अब गीत सङ्गीतको कुराहरू पनि गऱ्यौँ माया फिल्मका कुरा पनि गर्दैछौँ हामीले होइन। अनि विशेष गरी तपाईँको घर चाहिँ कता पाऊ? मेरो पाल्पा पाल्पा। अनि यो क्षेत्रमा लाग्नुभएको कति भयो त? 1.5 वर्ष जति भयो होला। 1.5 वर्ष जति। अनि यो नाच्न गाउँ चाहिँ पाल्पामै सिक्दा हो काठमाडौँ आएर चाहिँ? सिकेकै छैन। सिकेकै छैन? म त्यतिकै आफूले जति सक्छु त्यति गर्ने हो। आफ्नो तर्फबाट चाहिँ मैले चाहिँ कुनै पनि डान्स क्लास मैले गीत सङ्गीत एकदमै क्लास लिएर आएको छ। त्यो होइन है? होइन तर अब अडियन्सले अब भगवानले माथिबाट हुरहुरी खनाइदिया सबै अब यतिको गर्न सक्नु भनेको अलिकति गड गिफ्ट नै होला। गड गिफ्ट एकदम राम्रो यो गड गिफ्टलाई सम्हालेर एकदम आज पनि अगाडि बढ्नु काङ्ग्रेचुलेसन अल द बेस्ट होइन। तर्फबाट पनि अनि तपाईँ यति राम्रो सानी अनि सानी हुनुहुन्छ अनि सबैले माया गर्नुहुन्छ होला नि तपाईँले यो सानी अब बुझे जस्तो देख्दा मान्छेले के भन्नुहुन्छ तपाईँलाई? अब झुकिनुहुन्छ कतिपय होइन अब बच्चा भन्नुहुन्छ र अहिले त मिडियामा आइसकेपछि त अहिले त दुईजनाले देख्नु चिन्नुहुन्छ तर कतिपय कुनै कुनै ठाउँमा चाहिँ जाँदा चाहिँ झुकिनुहुन्छ। के झुकिँदा के भन्नु? अब कस्तो राम्रो बच्चा क्युट बेबी त्यही त भन्नुहुन्छ। अनि त्यति बेला चाहिँ के भन्नुहुन्छ तपाईँ? म केही पनि बोल्दैन के भन्नु भन्ने अनि त एकदम राम्रो अब यति राम्रो तपाईँलाई के अब नराम्रो भन्ने त थाहै छैन। सानी यति राम्रो चिटिक्कको हुनुहुन्छ अनि तपाईँलाई चाहिँ आफ्नो सानी हुँदाखेरि तपाईँलाई कतिको खुसी लाग्छ? म अहिले त खुसी लाग्छ सबैको माया पाउँछु सबैले माया गर्नुहुन्छ होइन खुसी लाग्छ। तपाईँ हेर्दा मात्रै सानी हो तर तपाईँ बम हो क्या गिर्नेट बम एकदम तकरा हुनुहुन्छ त्यही भएर तपाईँले सानी हुँदा पनि तपाईँलाई कुनै गुनासो छैन जस्तो लाग्छ मलाई। अन्त सानीको बारेमा एउटा गीत थियो नि एकदम भाइरल त्यो ज्वरो नै भएको थियो त्यो गीत त्यो
सानो भानी के खै के जाति सरुचि छ मेरो त्यो गीत एकटुक्का सुनौँ न मा हुन्छ म चाहिँ इन्द्रेणीमा गएको छु त्यो चाहिँ छत्र साहित्यसँग चाहिँ दोहोरीमा त्यो चाहिँ एउटा टुक्का सुनाउँछु कोर्छु मैले मायाको घेरो सानी भानी हे सबै चिज छ मेरो लाई छौ बेसन हेलाई छौ बेसन चिन्न नसक्ने लाई छौ बेसन यस्तो हुन्छ गीत भनेको सानी भानी सबै चिज छ मेरो हो भेरी गुड तपाईँ गाउनु भएको छ नाच्नु भएको छ ट्यालेन्ट कति भरिपूर्ण छ रूप रङको त अरूको त तपाईँको अगाडि त अप्सराहरू पनि फेल खान्छन् के त्यो रूप रङ सबै चिज छ त्यही भएर सानी भानी तपाईँ ट्यालेन्ट हो अनि आजको अब रमाइलो भेट एकदमै खुसी लाग्यो तपाईँसँग भेट्नु धेरै दिनदेखि धेरै साल त नभनौँ हाम्रो चिन्जान भएको कमै 1 साल जति त भइसक्यो होला भेट्ने भेट हुने चान्स मिलेको थिएन आज चाहिँ भेट हुने मौका मिल्यो म त अनि तपाईँलाई भेट्न चाहन्थेँ तपाईँ नजुरेको कारण चाहिँ तपाईँ सानी भएर हराउनु भएको कि क्या हराएको भयो त आज म यहाँ आउँदैन थिएन तपाईँको तर अब मनबाट चिताको कुरा पुग्छ भन्थ्यो होइन मैले चिताको चाहिँ एक दिन भेट हुन्छ मुनाजीसँग भनेको आज म पनि एकदमै तपाईँको फ्यान हो होइन फुलन्देको आमासँग म एक दिन भेट्छु नै भन्ने थियो आज भेट भयो एकदमै खुसी छु म फेरि भेट पार्छ है भेट्नु पर्छ अनि फेरि यता रामेल घर गर्नुपर्छ आज बोयफ्रेन्ड छैन भन्नुभयो अर्को चोटि त फेरि यस्तै कुरा गर्नुपर्छ अर्को चोटि त यता जुवाई पनि राख्छ के अब भयो भने त्यस्तो मलाई बुझ्ने थियो भने यदि बिहे गर्नुहुन्छ भने चाहिँ अब तपाईँ अब सानी हुनुहुन्छ सानै मान्छेसँग कि ठुलो मान्छेसँग बिहे होइन ठुलै मान्छेसँग ठुलै मान्छेसँग ल त्यसो भए तयारी रहनु है बम्पर उपहार कलाकार ब्युटिफुल एकदम मैले त्यसो म मेरो कोही छैन भनेर भन्नुभयो मैले त्यो रिक्वेस्ट गरेको फेरि तपाईँको बोयफ्रेन्ड आएर मेरो जगल त हुन्छ नि त तपाईँलाई त एकदमै रेस्पेक्ट गर्ने होइन तपाईँलाई सम्मान गर्ने होस् कि मलाई भन्दा तपाईँलाई सम्मान गर्ने होस् मेरो केटा एकदम हो मलाई भन्दा अरूलाई सम्मान गर्ने इज्जत गर्ने होस् एकदम कति राम्रो सोच हो सबैको सोच यस्तो राम्रो भइदिएको कोही चाहिँ मेरो मान्छे मैत्री त टाँसियोस् अरूलाई वास्ते नगरोस् भन्ने खालको हुन्छ नि त तर तपाईँको सोच धेरै अरू बेला यो क्यामेराको अगाडि मात्रै नभएर क्यामेरा पछाडि गफ गर्दाखेरि पनि तपाईँको कुरालाई यति सम्मान गर्न मन लाग्छ अब हामी अब फेरि यस्ता रमाइला कुराकानीहरू गर्ने नै छौँ भन्दै अब हामी छुट्टिन चाहन्छौँ मुनाजी अब आगामी दिनहरूमा तपाईँको हरेक कामको सफलताको शुभकामना तपाईँले जे सोच्नु भएको त्यो कामहरू पुरा होस् अनि अहिलेसम्म कोरोना देश विश्वभरि चलि नै रहेको छ यो कोरोना सङ्क्रमणबाट तपाईँ जोगिनुहोस् र तपाईँहरू पनि सम्पूर्ण कोरोना भाइरसबाट जोगिनु होला भन्दै म फुलैन्डीकी आमा म मुना मगर बिदा हुन्छौँ नमस्ते हाम्रो यो भिडियोलाई कस्तो लाग्यो हाम्रो कुराकानीलाई हामीले जस्ट रमाइलो गरेका हौँ भेट भएको बेला होइन अनि चाइल्डमा कार्यक्रममै भयो नि हामी दुईजनाको त फेरि पनि हाम्रो रमाइलो कुराकानी लिएर आउनेछौँ भन्दै बिदा हुन चाहन्छौँ र अन्तिममा फुलन्देको आमा अफिसियल च्यानल सब्सक्राइब गरिदिनु होला गुरु अनलाइन टिभीलाई सब्सक्राइब गरिदिनु होला र टु बी कन्टिन्यू थ्याङ्क यू सो मच